आज प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार बनेको करिब 59 दिन पूरा भएको छ। भोलि ठिक 2 महिना पुग्दै गर्दा नेपालमा राजनीतिक, प्रशासनिक र सामाजिक क्षेत्रमा आएको परिवर्तनको चर्चा देशभर मात्र होइन अन्तर्राष्ट्रिय स्तरमै हुन थालेको छ। एउटा 35 वर्षीय युवा प्रधानमन्त्रीले छोटो समयमै देशको राजनीति, प्रशासन र जनताको सोचमै ठूलो बहस सिर्जना गरेका छन्। प्रधानमन्त्री पदको शपथ लिएसँगै बालेन शाहले आफू सुशासन, पारदर्शिता र परिणाममुखी काममा केन्द्रित हुने स्पष्ट सङ्केत दिएका थिए। सरकार गठनको सुरुवातमै भ्रष्टाचार, ढिलासुस्ती र शक्ति केन्द्रित पुरानो राजनीतिक संस्कृति विरुद्ध उनले कडा कदम चाल्न थाले। त्यही कारण धेरैले यो सरकारलाई परिवर्तनको प्रयोग भनेर समेत व्याख्या गर्न थालेका छन्। सरकार गठनपछि सबैभन्दा ठूलो चर्चामा आएको विषय मध्ये एउटा थियो पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई कानुनी अनुसन्धानका लागि पक्राउ गरिएको घटना। त्यतिबेला गृहमन्त्री रहेका सुदन गुरुङको नेतृत्वमा भएको उक्त कदमले देशभर ठूलो राजनीतिक बहस सिर्जना गर्यो। समर्थकहरूले यसलाई कानुन सबैभन्दा माथि भन्ने सन्देशका रूपमा हेरे भने आलोचकहरूले यसलाई राजनीतिक प्रतिशोधको संज्ञा दिए। तर सरकार भने भ्रष्टाचार र अनियमितता माथि शून्य सहनशीलताको नीति अपनाइरहेको दाबी गर्दै आएको छ। त्यसपछि सरकारले वीआईपी संस्कृतिमा व्यापक कटनीति गर्यो। मन्त्रीदेखि सांसदसम्म विशेष सुविधा घटाइए, सरकारी गाडी, सुरक्षा र अनावश्यक खर्चमा नियन्त्रण गर्न थालियो। यसले आम नागरिकमा अब सरकार साँच्चै बदलिन खोज्दैछ भन्ने संकेत फैलियो। प्रधानमन्त्री बालेन शाहले अर्को ऐतिहासिक कदमका रूपमा आफू आफ्ना मन्त्री र सांसदहरूको सम्पत्ति विवरण सार्वजनिक गराए। नेपालमा यसअघि धेरै सरकारले पारदर्शिताको कुरा गरे तापनि व्यवहारमा त्यस्तो देखिएको थिएन। यही कारण यो निर्णयलाई ऐतिहासिक मानियो। आफ्नै सम्पत्तिबारे उठेका प्रश्न प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जाल मार्फत पुर्ख्यौली सम्पत्ति र आय स्रोतको विवरण सार्वजनिक गरेपछि समर्थकहरूले त्यसलाई पारदर्शिताको उदाहरण भने। शिक्षा क्षेत्रमा पनि सरकारले ठूलो बहस जन्मायो। 5 कक्षासम्म बालबालिकालाई परम्परागत परीक्षा प्रणालीबाट मुक्त गर्ने निर्णय सार्वजनिक भएपछि देशभर मिश्रित प्रतिक्रिया आयो। सरकारले बालमैत्री शिक्षा प्रणाली र सृजनात्मक सिकाइलाई प्राथमिकता दिने बताएको छ। यस्तै विदेशी राज्यसँग प्रधानमन्त्री कार्यालयमै लगातार भएको भेटघाटले पनि अन्तर्राष्ट्रिय ध्यान नेपालतर्फ तान्यो। सामाजिक सञ्जालमा धेरैले प्रधानमन्त्री बालेन शाहको शैलीले नेपाल पूर्व राजा महेन्द्रसँग तुलना गर्दै आत्मविश्वासी राष्ट्रिय नेतृत्वको रूपमा व्याख्या गर्न थाले। विदेश नीति, राष्ट्रिय स्वाभिमान र कूटनीतिक संवादमा देखिएको सक्रियताले युवा पुस्तामा विशेष उत्साह थपेको देखिन्छ। सरकारले आफ्नै मन्त्रीमाथि पनि कडाइ देखाइयो। काममा ढिलासुस्ती भएको भन्दै मन्त्री दिपकुमार शाहलाई हटाइएको निर्णयलाई नेपालमा कार्य सम्पादनका आधारमा गरिएको दुर्लभ राजनीतिक कदमका रूपमा हेरियो। यसले मन्त्रीहरूलाई परिणाममुखी बन्न दबाव सिर्जना गरेको विश्लेषकहरूको भनाइ छ। कृषि क्षेत्रमा सरकारले नेपाललाई आत्मनिर्भर बनाउने अभियान सुरु गर्यो। वर्षौंबाट विदेशबाट आयात हुँदै आएको रासायनिक मल अब नेपालमै उत्पादन गर्ने योजना अघि बढाइयो। किसानलाई राहत दिने, उत्पादन बढाउने र कृषि अर्थतन्त्रलाई बलियो बनाउने उद्देश्यले ल्याइएको यो योजनालाई ग्रामीण क्षेत्रमा विशेष स्वागत गरिएको छ। मन्त्री शाह सरकारले नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने अभियानमा पनि चलाइए। नेपाली कपडा, डीडीसी उत्पादन र स्वदेशी वस्तु प्रयोग गर्न उनले सामाजिक सञ्जाल मार्फत सार्वजनिक समर्थन गरेपछि बजारमा स्वदेशी उत्पादनप्रति आकर्षण बढ्न थालेको बताइन्छ। धेरै व्यापारी र उद्योगहरूले पनि यसलाई सकारात्मक सन्देशका रूपमा लिएका छन्। पश्चिम राजमार्गलाई पुनः महेन्द्र राजमार्ग नाम दिएर स्तर उन्नति गर्ने सरकारी घोषणा पनि चर्चा रह्यो। सरकारले नेपालको ऐतिहासिक पहिचान र पूर्वाधार विकासलाई सँगसँगै अघि बढाउने दाबी गरेको छ। नयाँ डिजाइन, आधुनिक प्रविधि र तीव्र निर्माण प्रक्रियासहित राजमार्ग विस्तारको काम सुरु भएको बताइएको छ। सुक समस्या समाधानमा पनि सरकारले नयाँ मोड लियो। वर्षौंदेखि राजनीतिक मुद्दा बनिरहेको सुकुम्बासी व्यवस्थापनलाई सरकारले व्यवस्थित आवास कार्यक्रम मार्फत अघि बढाउने योजना सार्वजनिक गर्यो। अपार्टमेन्ट मोडल मार्फत सुरक्षित बसोबासको अवधारणा ल्याइएपछि धेरैले यसलाई दीर्घकालीन समाधानको सुरुवात भनेका छन्। राष्ट्रियताको विषयमा पनि सरकार आक्रामक देखियो। भारतले लिपुलेख, लिम्पियाधुरा र कालापानीमाथि दाबी गरेपछि प्रधानमन्त्री बालेन शाहले नेपालको भूभागमाथि कुनै सम्झौता नहुने स्पष्ट चेतावनी दिए। यसले राष्ट्रियताको बहसलाई फेरि ततायो। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भूमिका पनि सरकारको सफलतासँग जोडिएर हेरिएको छ। सरकार सञ्चालन, जनसमर्थन, निर्माण र अन्तर्राष्ट्रिय सम्बन्धमा उनको योगदानलाई धेरैले महत्त्वपूर्ण मानेका छन्। उता विपक्षी सांसद ज्ञानेन्द्र साईले संसदभित्र सरकारलाई निरन्तर प्रश्न गर्दै आएका कारण उनी पनि जनतामा प्रभावशाली आवाजका रूपमा उदाएका छन्। अर्कोतर्फ नयाँ संसद भवन निर्माणको कामले पनि धेरैको ध्यान तानेको छ। परम्परागत नेपाली शैली र आधुनिक वास्तुकलाको मिश्रण बन्न लागेको संसद भवनलाई दक्षिण एसियाकै आकर्षक संरचना मध्ये एक बनाउन खोजिएको दाबी गरिएको छ। प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले छोटो समयमै देशमा ठूलो बहस, आशा र अपेक्षा सिर्जना गरेको देखिन्छ। समर्थकहरू यसलाई नयाँ नेपालको सुरुवाती भन्दै प्रशंसा गरिरहेका छन् भने आलोचकहरू व्यापारिक परिणाम अझै आउन बाँकी रहेको बताइरहेका छन्। तर एउटा कुरा स्पष्ट देखिन्छ, नेपालको राजनीति अहिले पुरानो ढोराबाट चलिरहेको छैन। अब प्रश्न, के यो परिवर्तन दीर्घकालीन हुनेछ? के सुशासन, पारदर्शिता
पारदर्शिता र आत्मनिर्भर अर्थतन्त्रको सपना व्यवहारमा सफल हुनेछ। यदि सरकार आफ्ना घोषणा व्यवहारमा उतार्न सफल भयो भने यसले नेपालको राजनीतिक इतिहासमा नयाँ अध्याय सुरु गर्न सक्छ। तर यदि अपेक्षा अनुसार परिणाम दिन सकेन भने जनताको आशा फेरि निराशामा बदलिन पनि सक्छ। तर अहिलेका लागि भने नेपालमा एउटा नयाँ बहस सुरु भएको छ। युवा नेतृत्व, कडा निर्णय, पारदर्शिता र राष्ट्रिय स्वाभिमानको बहस, र यही बीचले आजको नेपालको राजनीति पूर्ण रूपमा बदलिदिएको छ। आजको मुख्य हेडलाइन यस्तै थियो। यस्तै ताजा र मुख्य समाचारका लागि च्यानललाई सपोर्ट गर्दै हेर्नुहोला। धन्यवाद। जय राम।